काठमाडौँको माकलबारीमा एक युवकले आफूलाई पैसा सापटी दिने साथीकै प्राण पखेरु उडाइदिएका छन्। 1 महिनामा पैसा फिर्ता गर्छु भनेर सापटी मागेका युवकले 9 महिनासम्म पैसा फिर्ता गर्नु त परेको कुरा अन्तिममा साथीकै हत्या गरेर 4 दिनसम्म आफ्नै ग्यारेजमा खाल्टो खनेर पुरे। सपनाको शहर काठमाडौँमा साथीको सपना पूरा गर्न साथ दिँदा एक युवकको सास नै खोसिएको छ। यो घटनाले काठमाडौँको माकलबारी त्रसित बनेको छ। कसरी भयो घटना, भएको के थियो, आउनुहोस् चर्चा गरौँ। मिति 2081 चैत्र 11 गते, समय अन्दाजी दिउँसो 3 बजे। काठमाडौँको गोकर्णेश्वर स्थित बाहुनधारा बस्ने सर्लाहीका 19 वर्षीय राहुल शाहलाई एउटा फोन आयो। राहुललाई फोन गर्ने व्यक्ति थिए गोकर्णेश्वरकै माकलबारी बस्ने 22 वर्षीय नेपु मण्डल। मण्डल र शाह दुवैजनाको घर सर्लाही हो। उनीहरू मिल्ने साथी हुन्। उनीहरू दुवैजनाको परिवार लामो समयदेखि काठमाडौँमा बस्दै आएका थिए। दुवैजनाको घरमा आवजावत चलिरहन्थ्यो। मण्डल माकलबारीमा आरके मोटरसाइकल नामक वर्कसप सञ्चालन गरेर बसेका थिए भने शाह आफ्नो बाबुआमासँग बसेर कलेज पढिरहेका थिए। सोही क्रममा गत साउन महिनामा मण्डललाई वर्कसपमा पाठ पूर्जा थप्नु पर्ने भयो। त्यसका लागि पैसाको जुह गर्न मण्डलले शाहसँग सहयोग मागे। सानैदेखि मिल्ने साथी व्यवसाय गर्न कठिन परेको बताएपछि शाहले बाबुआमालाई थाहा नदिई अरूसँगै ऋण गरेर मण्डललाई 1 लाख रुपियाँ थमाए। साथीले पैसा मगाइदेऊ, म पैसा मलाई देऊ अलिकति, अनि म तिमीलाई ब्याज जोडेर अनि के भएर म दिन्छु हैन। उनीहरूले पनि अरूसँग पैसा उठाएर उसलाई दिएको थियो। मण्डलले 1 महिनामा फिर्ता गर्छु भनेर मागेको पैसा महिनौसम्म फिर्ता दिएनन्। अलि धेरै दिन भएपछि मेरो भतिजोले हैन पैसा देऊ अब धेरै दिन भइसक्यो, उसलाई पनि हामीले दिनै पर्छ भनेर उता साहुले ऋण गरेको ठाउँबाट उनलाई पैसा फिर्ता गर्न दबाब दिन थाले। कमाएर ऋण बुझाउने अवस्था नभएपछि शाहले बाबुआमालाई आफूले साथीलाई ऋण खोजिदिएको बताए। लामो समयदेखि छोराले मानसिक यातना भोगेको थाहा पाएपछि शाहका परिवारले समेत मण्डललाई पैसा फिर्ता दिन अनुरोध गरे। तर मण्डलले आफूसँग अहिले पैसा नभएको भन्दै 2 वटा चेक थमाए। चेक पाएपछि पैसा पाउने आशामा घर फर्किएका शाह सो चेक लिएर बैंक पुगे, तर बैंकमा पैसा थिएन। उनी सो चेक लिएर पटक बैंक पुगे, तर पैसा पाएनन्। आज दिन्छु भोलि दिन्छु चेकहरू पनि दिएको 2टा चेकहरू जस्तै 2टा चेकसम्म दिइसकेको थियो। अनि यो चेकमा चाहिँ उनीहरूले के भन्दै थियो भने आऊ दिन्छु, 2 दिनचोटि गइसकेको थियो। फेरि पछि चाहिँ आज भएन भनेर मेरो भतिजोले फर्किन्थ्यो। बैंक धाउँदा शास्त्री ब्युरोका शाहले अन्ततः चेक बााउन्स गर्ने भन्दै मण्डललाई सम्पर्क गरे। मण्डलले शाहलाई आफ्नो चेक फिर्ता गरेपछि आफू पैसा नै दिने बताए। शाहले पुनः मण्डलको विश्वास गरे। उनले लगेर सो चेक शाहलाई नै फिर्ता गरिदिए, तर पनि मण्डलले पैसा फिर्ता गरेनन्। 19 वर्षमा भर्खरै प्रवेश गरेका शाहलाई यो विषयले तनाव दिएको थियो। उनीसँग सापटी ल्याएर साथै मण्डललाई दिएको पैसा फिर्ता गर्ने कुनै आधार नै थिएन। उता मण्डलले पैसा फिर्ता गर्न अनेक बहाना बनाइरहेका थिए। सोही पैसा फिर्ता गर्छु भन्दै गत चैत्र 11 गते मण्डलले शाहलाई आफ्नो वर्कसपमा बोलाए। लामो समयपछि साथीले पैसा फिर्ता दिने बताएपछि शाहले आफ्ना बाबुआमालाई सो विषय जानकारी गराए र मोटरसाइकल लिएर माकलबारीतर्फ लागे। उनीहरूले के भने भनेर एक्लै आइज, मम्मीहरूले कसैले नल्याइज, त एक्लै आइज तँलाई पैसा दिन्छु। अनि त्यसरी गरेर बोलायो। 4 बजेतिर मेरो भतिजोहरू गयो। त्यो एक्लै पर्यो, एक्लै गए। करिब 4 किलोमिटर दूरीमा रहेको साथीको वर्कसपमा गएको छोरो घण्टौंसम्म नफर्किएपछि राहुलका बाबुआमा डराउन थाले। छोरो फर्कने बाटो कुर्दा साँझको करिब 8 बजिसकेको थियो, तर पनि शाह फर्किएनन्। त्यसपछि उनीहरू आफन्त बोलाएर मण्डलको वर्कसपमा पुगे। वर्कसपमा पुग्दा निपु मण्डल र उनका साथीहरू वर्कसपमा काम गरिरहेका थिए। त्यहाँ उनीहरूले राहुलको मोटरसाइकल देखे, तर राहुललाई देखेनन्। वर्कसपमा पुगेको छोरा त्यहाँ नदेखेपछि उनीहरूले मण्डललाई राहुलको बारेमा सोधपुछ गरे। परिवारको जिज्ञासामा मण्डलले राहुल त्यहाँबाट पैसा लिएर पठाउमा निस्किएको बताए। उनीहरूले के भने भनेर मैले पैसा दिए अनि ऊ अर्को बाइकलाई मगाएर गइसक्यो भनेर भने। यही समयको सोधखोजपछि राहुलका परिवार उनले लगेको मोटरसाइकल लिएर घर फर्किए। घर फर्किएर उनीहरूले आफ्नो छोरा हराएको भन्दै बौद्ध प्रहरीलाई जानकारी गराए, तर प्रहरीले बेवास्ता गरेको उनीहरूको आरोप छ। यो डीएसपीहरूले केही मानेन के, हाम्रो एक थोक बुझेन के। उनीहरूले के भन्दै थियो भने कि तिम्रो भतिजा पैसा पाएछ, तिम्रो भतिजा गयो, यत्रो भनिरहेछ। उनीहरूले हामीलाई नै आरोप लगाउने के। रातभरि राहुलका परिवार उनकै बाटो कुरेर बसे, तर उनी फर्किएनन्। भोलिपल्ट बिहान हुन नपाउँदै उनीहरू सोही वर्कसप पुगे, तर मण्डलले राहुल आफूहरू कहाँ नआएको बताए। सोही समयमा उनीहरूले वर्कसपमा रगतको थोपा देखे। त्यसपछि यो के को रगत हो भनेर सोधीखोज गर्दा निपु लगायतका उनका साथीहरूले आफूहरूले कुखुरा काटेको र सोही रगत त्यहाँ लागेको बताए। यहाँ थियो रगत थियो, भन्दै थियो कि मलाई कुखुरा काटेको थियो। यहाँ थियो रगत,
यहाँ पनि थियो अनि भन्दै थियो कि कुकुरा काटेछ। त्यसपछि राहुलको परिवारलाई झनै शङ्का उत्पन्न भयो। उनीहरू राहुलको खोजीमा गोकर्णेश्वरका विभिन्न ठाउँमा छरिए, तर राहुलको अत्तो पत्तो भएन। त्यसपछि उनीहरू बौद्ध प्रहरी पुगेर राहुल हराएको भन्दै लिखित निवेदन दिए। तपाईहरु खोज्नु, तपाईहरु गर्नु भनेर भन्दै हुनुहुन्थ्यो के। अनि त्यसपछि चाहिँ यत्रो भन्दा उनीहरूले गरेन। त्यसपछि हामीले त्यहाँ रिपोर्टहरु केही लेखायो। प्रहरीले राहुलको खोजीमा कुनै प्रगति गरेन। त्यसको भोलिपल्ट बिहानै राहुलका बाबुआमा पुनः सोही वर्कसपमा पुगे। मण्डलले राहुल नआएको कुरा दोहोराए। मण्डलले दैनिक एउटै कुरा दोहोराए पनि परिवारलाई उनीप्रति आशंका बढिरहेको थियो। 13 गते बिहानै वर्कसपमा पुगेका परिवारसँग सोही कुरा दोहोराएपछि उनीहरूले प्रहरीलाई दबाब दिन बौद्ध पुगे। परिवारको दबावपछि प्रहरी वर्कसप पुग्यो र नेपु मण्डललाई नियन्त्रणमा लिएर बौद्ध चौकी लग्यो। अनुसन्धान गर्ने निकायले उनलाई त्यहाँ सामान्य सोधपुछ मात्रै गरेर छाडिदियो। 3 जनाले ल्याउने, सोध्ने अनि पठाइदिने। एक थोका माल्नाले हुन्छ नि, त्यसलाई राखेर त्यसलाई अब अलिकति त कुटपिट गरेर सोध्नु त पर्यो नि दाइ। केही छैन के भाइ, के भयो यसो लजाऊ, सिधै भन्दिने। मण्डलसँग सशंकित रहेका परिवार त्यसपछि प्रहरीबाट समेत छोरा भेटिने आशा गुमाउन थाले, तर उनीहरूले राहुललाई खोज्न छाडेनन्। उनीहरू 14 गते बिहानै पुनः सोही वर्कसपमा पुगे र वर्कसप वरिपरि खोज तलासी गर्न थाले। खोजीका क्रममा उनीहरूले वर्कसप परिसरमा एक चप्पल भेट्टाए। सो चप्पलमा राहुलले आफ्नो मोटरसाइकलको पाङ्ग्रामा लगाएको रातो रङ लतपतिएको थियो। उनीहरूलाई सो चप्पल राहुलको रहेको छुट्याउन समस्या भएन। तर पनि मण्डलले भने पठाउ गरेर निस्किएको बताउन छाडेनन्। त्यसपछि परिवारले सो चप्पल लिएर पुनः प्रहरी कहाँ पुगे। चप्पल पाएपछि प्रहरी पुनः मण्डलको वर्कसपमा पुगे। प्रहरीसँग पनि उनले पुरानै कुरा दोहोऱ्याइरहे कि राहुल पठाउ गरेर निस्किएका हुन्। उनको कुरा शंकास्पद लागेपछि प्रहरीले मण्डललाई पुनः पक्राउ गर्यो र प्रहरी विरुद्ध बौद्ध पुर्यायो। त्यसपछि प्रहरीले उनीमाथि विस्तृत अनुसन्धान सुरु गर्यो। सो दिन समेत राहुल आफ्नो वर्कसपबाट बाहिरिएको दावी गर्ने उनले भोलिपल्ट मात्रै आफूले शाहको हत्या गरेको स्वीकार गरे। मण्डलले आफूसहित आफ्ना बाबु र वर्कसपमै काम गर्ने अन्य साथीहरू समेत मिलेर राहुलको हत्या गरेको समेत बताए। त्यस्तै उनले आफूले राहुलको शव वर्कसप परिसरमै गाडेको बताएपछि प्रहरीले उनलाई हत्कडी लगाएर वर्कसपमा पुर्यायो। प्रहरीले राहुलका परिवारलाई समेत बोलायो। उनीहरू सबैजना वर्कसप पुग्दा निपुले आफूले राहुललाई गाडेको भन्दै वर्कसपको एक कुना देखाए, जहाँ सामान्य रगत समेत लतपतिएको थियो। त्यसपछि प्रहरीले सो ठाउँ खोतल्दा त्यहाँ राहुलको शव भेटियो। अनि पुलिसको त्यहाँ उतादेखि भन्दै थियो कि त पुलिसले भनेर मान्छे भने थियो, अनि त्यहाँ आएर यहाँ खाल्टो खुन थियो, यहाँदेखि त्यहाँ लास पाएको थियो। परिवार मुर्छा पर्यो। राहुलका परिवारले सो शव आफ्नै छोराको भएको शनाखत गरे। प्रहरीले शवको पोस्टमार्टम गर्न त्रिवेणी शिक्षण अस्पताल महाराजगञ्ज पठायो र अन्य अभियुक्तको खोजी सुरु गर्यो। चप्पल भेटिएकै दिन फरार भएका निपुका बाबु उत्तम मण्डल, वर्कसपमा काम गर्ने विजय यादव र करण कुमार महतोलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। त्यस्तै सोही प्रकरणमा सर्लाहीकी जोधन मण्डल र भारत घर भएर सोही क्षेत्रमा काम गर्ने सुनिल शर्मा समेत पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आफूले राहुलको घाँटी कसेर लडाएपछि टाउकोमा रडले हानेर हत्या गरेको बताएका छन्। उनीहरूको बयान अनुसार घटनास्थलमा डोरी र रड समेत भेटिएको छ। प्रहरीले उनीहरू सबैजनालाई अदालतबाट 5 दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ। उता राहुलका परिवार प्रहरीको निकम्मापनले आफ्नो छोराको शव 4 दिनसम्म नभेटिएको गुनासो गर्छन्। त्यस्तै आफै तदारुकता दिएर अनुसन्धान गर्नुपर्ने निकायले आफूले अनेक क्लू दिँदा समेत व्यवस्था गरेको उनीहरूको आरोप छ। आफूलाई आवश्यक पर्दा सहयोग गर्ने साथीलाई आफैले हत्या गरेको यो घटनाले एकपटक सबैलाई सोच्न बाध्य बनाएको छ। पैसाको मुख कालो हुन्छ भने नेपाली समाजको कथनलाई यस घटनाले एकपटक प्रमाणित गरिदिएको छ।